आज तपाईँहरूलाई स्वादिष्ट र एकदमै सफा सिजनल मुलाको अचारको रेसिपी सेयर गर्न गइरहेको छु हजुरहरूसँग। र सबसे पहिला मैले यहाँ मुलालाई मजाले धोएर बाहिरको कभर पनि सफा गरेर हजुरहरूले यसरी सफा गरेर काटेर राख्नुपर्नेछ है। र नुनमा भिजाएर मजाले सुकाउन आँट्दा चाहिँ नुनमा भिजाएर निचोर्नु पर्ने हुनेछ। र मसलाको लागि तयार गरेको इन्ग्रिडियन्ट्सहरू मैले यहाँनिर देखाइरहेको छु। हजुरहरूलाई नेक्स्ट भिडियोमा के इन्ग्रिडियन्ट्सहरू हालेको छु बुझाउने छु। र यसमा मैले तवा गरम गरेँ र जति पनि मसलाको लागि इन्ग्रिडियन्ट्सहरू थियो सबै हालेर राम्रोसँगले यहाँनिर लो फ्लेममा एकदमै भुट्न गइरहेको छु। र भुट्न पर्दाखेरि चाहिँ तपाईँले हजुरहरूले याद पर्ने कुरा चाहिँ के हो भन्दा चाहिँ एकदमै लो फ्लेममा र एकदमै हल्का ब्राउन गरेर मात्रै भुट्नुपर्ने हुनेछ। ज्यादा ब्राउन गर्यो भने ज्यादा डढायो भने तितो हुनेछ मसला पछि गएर। र सेलेपछि हामीले यहाँनिर एकछिन चलाएर त्यसको बादमा हाम्रो मिक्सीको कन्टेनरमा यसलाई सिफ्ट गरिदिएर यसलाई मसला मिक्सीमा पिन्नु पर्नेछ। र यहाँ हाम्रो मसला पनि रेडी भइसकेको छ र एयरटाइट कन्टेनरमा पनि राख्नु हुन सक्नेछ र या इमिडिएटली तपाईँले युज पनि गर्नु हुन सक्नेछ है। त्यसको बादमा हामीले यहाँनिर पेपरमा 70% जस्तो चाहिँ हामीले घाममा मुला चाहिँ सुकेको हुनुपर्छ। त्यसको बादमा एउटा कराईमा हाम्रो तोरीको तेललाई गरम गरिदिने। तोरीको तेल चाहिँ तपाईँको मुलाको क्वान्टिटी अनुसार तपाईँले गरम गर्नु सक्नुहुनेछ। गरम भइसकेपछि यहाँ सेलिने दिने। त्यसको बादमा हामीले 70% जब मुला सुकिसकेर एउटा बोलमा सिफ्ट गरिदिने। र हामीले जति पनि हामीले मसलाहरू बनाएको थियौँ त्यो मसला पनि क्वान्टिटी अनुसार मुलाको क्वान्टिटी अनुसार तपाईँले युज गर्न सक्नुहुनेछ। त्यसको बादमा फेरि हामीले यहाँनिर तेल गरम गरेर जुन सेलाएको यसलाई यसमा पनि मिक्स गर्न गइरहेको छौँ। मिक्स गर्नको लागि मजाले दुई हातले नै यसरी तपाईँले सफासँगले यसरी मिक्स गर्न सक्नुहुनेछ। यसलाई चाहिँ एकदमै राम्रोसँगले मिक्स गर्नुपर्नेछ। चारैतिर राम्रोसँगले जति पनि क्वान्टिटी छ मुलाको त्यो सबमा फैलिएर यसरी लाग्नुपर्ने हुनेछ मसला र तेल। जति सक्दो तपाईँहरूले राम्रोसँगले मिक्स गर्नुभयो भने उति नै राम्रो हुनेछ। यो अचार पनि राम्रो हुनेछ। त्यसको बादमा हामीले यहाँनिर बोतलको जार काँचको जार लिएर मिक्स भएको मसलाको जुन चाहिँ अचारलाई यसरी सिफ्ट गरिदिनु पर्नेछ। राम्रोसँगले जति क्वान्टिटी अनुसार हामीले मुलाको अचार बनाएको छौँ त्यो सबै नै हामीले यहाँनिर जारको साइज अनुसार हामीले सिफ्ट गर्दा हुनेछ। त्यसको बादमा सिफ्ट भएपछि एयरटाइट गरिदिने कभर लगाएर हेर्नु सक्नुहुनेछ। यहाँ मैले मुलाको अचार यहाँनिर मैले घाममा पनि सुकाइसकेको छु है। तपाईँले जति सक्दो घाममा सुकाइदिनुहोस्, डेली मात्रामै सुकाउँदा पनि हुन्छ। र आजको हाम्रो यो रेसिपी पनि बनेर रेडी भइसकेको छ। हजुरहरूलाई के कस्तो लाग्यो है? राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। र तपाईँको साथीभाइ दिदीबहिनीहरूसँग यो मेरो मुलाको अचारको रेसिपी पनि सेयर गरेर तपाईँहरूले बनाउन सक्नुहुनेछ आफ्नै घरमा। र थ्याङ्क यू सो मच फर वाचिङ। गुड बाई।